सिस्नो नेपालमा पाउने एउटा महत्त्वपूर्ण पोषणयुक्त वनस्पति हो। यसलाई टिप्दा चिम्टाको प्रयोग गरेर टिप्न सकिन्छ र यो पहाडी भेग र हिमाली भेगको सिस्नो अति नै पोषणयुक्त हुन्छ। यहाँ तस्बिरमा देखिएको सिस्नो गतलाङमा टिपिँदै गरेको सिस्नो हो। यसलाई अब कसरी पकाउने भन्ने कुरा गर्दाखेरि विभिन्न तौर तरिकाले पकाउने। यसलाई चाहिँ हल्लाएर त्यसपछि धोइसकेको सिस्नोलाई, किनभने यो पोल्ने पश्चात धुनुपर्छ, मजाले पन्जा लगाएर धोइओरिकन उमालेर राखेको सिस्नो लागि चाहिँ हामीले त्यसपछि 10-15 मिनट उमालिसकेको छ। त्यसलाई तेल राखेको, लसुन राखेको र खुर्सानी राखेको ठाउँमा हामीले सिस्नो लगायतका अन्य कुराहरू, अलिकति चामल, अलिकति यसमा पिँडालु मिसाएर बनाउँदैछौँ आज कुकरमा। होइन भनेदेखि सिस्नोलाई सिधै यो उमालिसकेको सिस्नोलाई तेल, लसुन, खुर्सानी पड्काएको ठाउँमा मजाले राखेर एकछिन पकाएर पानी राखी स्वाद अनुसारको यसमा टिमुर, घिउ राखेर मजाले यसलाई दलान गरिकन फिटेर यसको फिर्कीबाट फिट्न मिल्छ। फिटेर यसलाई हामीले त्यसमा तातो पानी छ अहिलेको भाँडामा, अलिकति थपेर यहाँ पानी अलिक थोर हुने रहेछ।